समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक। नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जी उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा रहेर कुराकानी गर्ने गर्छौँ। बर्खाको समय छ, आफ्नो पनि ख्याल गर्नुहोला र आफ्ना छेउछाउकोहरूको आफन्तहरूको पनि ख्याल गर्नुहोला। बाढी अनि भेल यो बेला आउने सम्भावना उत्तिकै हुन्छ। पूर्व सतर्कता अपनाउनु बढी उचित होला भन्ने हामीलाई लाग्छ र तपाईँले पनि ती जुक्तिका उपायहरू सामान्यतः अपनाउनु भयो भने हुनसक्ने क्षतिबाट बच्न अनि बचाउन सकिन्छ। आज मैले गण्डकी प्रज्ञा प्रतिष्ठान लिएको छु। यसका नवनियुक्त सदस्यहरू हुनुहुन्छ। एउटा ठुलो टोली अहिले पूर्णता पाएको छ। 94 जनाको लिस्टिङबाट 24 जना अहिले चयन हुनुभएको छ, नियुक्त भइसक्नु भएको छ। मैले आज ती मध्यमा प्रज्ञा सदस्य कमल पौडेल अध्यक्षज्यूलाई निम्ताएको छु। उहाँले साहित्यतर्फबाट त्यसै गरी सञ्चार क्षेत्रबाट पनि त्यहाँ प्रतिनिधित्व गर्दै गर्दाखेरि सञ्चार क्षेत्रले एउटा त्यो क्षेत्रमा आफ्नो अभिभावक पनि पाएको छ। यिनैसँग सम्बन्धित केही कुराकानी म गर्छु। नमस्कार, यहाँलाई स्वागत छ। धन्यवाद सर। आराम हुनुहुन्छ? प्रतिष्ठानको यो दोस्रो कार्यकालको लागि तपाईँहरूको टिम चयन भएको छ। तपाईँ त्यस टिममा जानुभएको छ। एउटा ठुलो टिम छ। अब त्यसलाई कसरी लिनुभएको छ? अब लिने त कसरी भन्दा पनि अब काम गर्ने सिलसिला हो। यो सरकारले गठन गरेको यो दोस्रो कार्यकाल, यसभन्दा अगाडिको कार्यकाल सकिएर अनि झन्डै 14 महिनापछि नयाँ एउटा समिति फर्मेसन भएको छ र पहिला को कार्यकाल सकिएपछि अनि आवेदन माग भएको थियो। विज्ञापन अनुसार योग्यता र प्रकाशित कृतिको आधारमा त्यही अनुसार विभिन्न विधाका साथीहरूले 95 जनाको आवेदन भरेको थियो र त्यसमध्येबाट अहिले झन्डै 14 महिना र केही दिन पछाडि गण्डकी प्रदेश सरकारले फेरि यसको एउटा फर्मेसन गरेको छ। यसको कार्यकाल 4 वर्ष रहनेछ र गण्डकी प्रदेशको भाषा, साहित्य, लोक संस्कृति, वाद्यवादन, नृत्य लगायतका विविध कला का क्षेत्रहरूलाई समेटेर र त्यो क्षेत्र प्रतिनिधित्व हुने गरी नै गठन गरेको हुनुपर्छ भन्ने मलाई लाग्छ। अब यो केन्द्रमा पनि प्रतिष्ठान थियो जसले विकेन्द्रित योजनाहरूमा त्यति काम गर्न सकिरहेको अवस्था थिएन। अब यहाँ विकेन्द्रित भइसकेपछि केही हामीले गर्न चाहेको हो, अब केही गर्न सकिएला भन्ने लाग्छ। अब यस्तो छ, हाम्रो प्रादेशिक हिसाबमा र भौगोलिक हिसाबमा भाषागत आञ्चलिकता छ र हामी हिमाल पहाड तराई, हाम्रो बसाइ, रहनसहन, खानपान, हाम्रो कला संस्कृति, हाम्रो वेशभूषा सबै फरक छ र त्यही अनुसारका हाम्रा संस्कृतिहरू, हाम्रा लोक सङ्गीतहरू, हाम्रा रीतिरिवाज, कल्चरहरू त्यो छ। त्यसो हुँदाखेरि अब यसले यो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्छ पक्कै पनि। र प्रदेश को फर्मेसन पछिल्लो समयमा भइसके पछाडि प्रदेशभित्रका कला, गला, संस्कृति, यहाँको रहनसहन, भाषा, भेष, जात जाति यसको पक्कै पनि प्रतिनिधित्व गर्छ र यो अहिले एउटा खालको यो प्रतिष्ठानका हिसाबले मुलुक सङ्घीय संरचनामा सङ्घीयतामा गइसकेपछि यो यसरी भए पनि हिजो नसमेटेका केन्द्रले अघि नै यहाँले उल्लेख गर्नुभयो, केन्द्रमा थियो नाम मात्रको भयो, तल्लो तहमा समेटेन भन्ने यहाँले जुन कुरा गर्नुभयो र अहिले पक्कै पनि यसले अब 11 जिल्लाको प्रतिनिधित्व गण्डकी प्रदेशमा गर्छ र पक्कै पनि यो प्रतिनिधित्व गर्छ भन्ने हो र गराउनु पर्छ। अब भेगी हिसाबले पनि हाम्रो 11वटै जिल्लाहरूलाई कम्तीमा पनि सुन्न अनि सुनाउनका लागि र खबरदारी गर्नका लागि पोखरासम्मै
आउनलाई कुनै त्यति धेरै कठिनाइ भएन। तर त्यही कुरा सुनाउनका लागि काठमाडौँसम्म जाऊ, त्यहाँ सुनाउन पाइने हो कि होइन, बस खर्च पर्छ, फेरि फर्केर आऊ, एक खालको दुविधा पनि थियो, गाह्रो पनि थियो नि। अब जस्तै मुस्ताङको मान्छे, नवलपरासीको मान्छे पोखरा आउँदाखेरि उहाँहरूलाई अहिले पनि कठिनाइ नै हुन सक्ला, मनाङको 2-4 घण्टा लाग्ला, र पनि काठमाडौँभन्दा अलिकति केही नजिक हो। र यो अन्य संरचना के भए तिनलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरा त राज्यको आफ्नै कुरा होला। त्यसलाई शासकीय स्वरूपमा नै कसरी त्यसलाई लानु पर्ला त्यो आफ्नो कुरा रह्यो। तर एउटा कला गला गीत सङ्गीत र साहित्यको यो एउटा खालको सङ्गम स्थल परदेशमा बनाउनु, यो खालको एउटा हुनु, यो आफैमा गौरवमय छ। र यसलाई विशुद्ध अन्य उद्देश्य भन्दा पनि जेमा समर्पित हो त्यसैको लागि, उद्देश्य प्राप्तिको लागि यो हुनुपर्छ। र हाम्रो रहनसहन, हाम्रो सबै थितिविधि सबैले चाहिँ संरक्षण गर्नुपर्छ भन्ने लाग्छ। किनभने हामी भावी पुस्ताका लागि चिन्तित हुनुपर्छ। हामीले जति हिजो भोग्यौँ, अहिलेका हामी पछिकाले नभोग्ने अवस्था आइसक्यो। र त्यो के थियो भन्ने कुरा पनि संरक्षण गर्नको लागि यो परदेशका हिसाबमा भएका यस्ता प्रतिष्ठानले काम गर्छ भन्ने मलाई लाग्छ। किनभने अब हामी यहीँ जन्म्यौँ, यहीँ हुर्क्यौँ, यही सेरोफेरोमा हामीसितको, र म अन्य प्रदेशमा जाँदाखेरि त्यहाँ म कुनै पनि हिसाबले, न भाषागत हिसाबले, न त्यहाँ संस्कृतिका हिसाबले, न त्यहाँ कला गलाका हिसाबले म अलिकति त्यहाँ समाहित हुन सक्ने अवस्था नहुन सक्छ। त्यसो हुँदाखेरि हाम्रो रहनसहन बचाउनको लागि यो चाहिँ पक्कै पनि फलदायी हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ। अब भाषा, कला, साहित्य, संस्कृति, सङ्गीत, नाट्य यो विभिन्न विधामा रहनुभएका र त्यो विधामा ख्याति कमाउनुभएका त्यहाँ जानुभएको छ। अर्को कुरा, यही क्षेत्रको जुन अघि भन्नुभयो आञ्चलिकता, वा त्यो आञ्चलिकताभित्रको आफ्नो परिचयलाई पनि संरक्षण र प्रवर्धनका लागि पनि जोड दिनुपर्ने होला नि, होइन? अलिक अलग्गै खालको छ नि त। स्याङ्जातिर गयो भने एक खालको लवज छ, बेनी म्याग्दीमा गयो भने एक खालको लवज छ, अलि माथि मुस्ताङ मनाङतिर गयो भने बेग्लै खालको छ, होइन? अब कतै क्यारी छौ भन्छ, होइन? अनि होका भन्छ कतै। एक खालको यो खालको जुन लावण्य छ अरू ठाउँमा नहुन पनि सक्छ। यो ठाउँकोले यो लावण्यलाई यहीँ जोगाउनुपर्छ। जस्तै के हो भने अब हाम्रो तालव्य कसरी खुल्यो, हाम्रो तोते बोली कसरी खुल्यो भन्ने कुरा हो। र खास गरी हाम्रो तालव्य खुलेको हाम्रो जन्माइ हुर्काइ बढाइबाट खुलेको। हामी जुन गाउँमा पाखा रेखामा जसरी हुर्क्यौँ, बढ्यौँ, जसरी पढ्यौँ, त्यही अनुसार चाहिँ हामी खेल्दै खेल्दै यो आएको अवस्था हो। र अहिले कस्तो देखिन्छ भने तपाईँको यो अलिकति अहिले सनातन संस्कार, वंश संस्कारमा पनि अलिकति समस्या आउने हो कि भोलि पुस्तान्तरणका हिसाबले त्यो देखिन्छ। किनभने मान्छे सहरीकरण भयो र गाउँका संस्कार संस्कृतिहरू सबै लोप भए। अहिले भर्खरै हामी लुतो फाल्ने, भर्खरै साउने सङ्क्रान्ति गयो। अब लुतो फाल्दा के फालिन्थ्यो, लुतो फाल्ने के हो सामग्रीहरू, त्यसका बारेमा अहिलेका हाम्रा सन्ततिहरूलाई थाहा नहुन सक्छ। तर हामीले कहाँबाट सिक्यौँ भन्दा हाम्रा बुवा हजुरबाबाट त्यो सिक्यौँ। उहाँहरूले त्यो गर्नुभयो, हामीलाई त्यही हराउनुहुन्थ्यो। हामी अरू काम सकेर त्यो लुतो फाल्ने भनौँ न विभिन्न खालका त्यो वनस्पति झारहरू, प्रकृति र जडीबुटीसँग जोडिएको हाम्रो अनुन्याश्रित सम्बन्ध थियो। अर्को कुरा, त्यसले के गर्थ्यो भने एउटा आत्मअनुशासन राख्ने, अर्को कुरा शारीरिक स्वास्थ्य राख्ने, अर्को कुरा संस्कार र संस्कृतिको जगेर्ना गर्ने, अर्को कुरा घरमा एउटा उत्सव रमाइलो पनि हुन्थ्यो। यी खालका संस्कार थिए। अब अहिले बजारमा त्यस्तो खालको अब कताकति गरेर अब उयो हामी भनौँ असारे 15 हिलोमा टाइसुट लाएर टक्क गएर खेत रोपे जस्तो एउटा महोत्सव गर्नुपर्छ भनेर कसैतिरबाट बजेट मागेर गएर अहिले एउटा खालको खेत रोपाइँ गर्ने छ नि उत्सव। तर हामी नियमित रूपैका, नियमित खेतमै रहेका मानिसहरूलाई जसको जीविका नै त्यसैबाट हुन्छ भने त्यो खालको त त्यो एउटा महोत्सव गर्न जरुरी छैन भन्ने कुरामा त्यो रहनसहन
जोगाउन हिजो यस्ता थिए उस्ता थिए भनेर त्यसलाई लेखोटका रूपमा त्यसलाई चाहिँ अब रिसर्च गरेर त्यसलाई अगाडि राख्ने कुरा र संरक्षण गरेर भावी सन्ततिलाई हस्तान्तरण गर्ने कुरामा ठुलो अर्थ राख्छ भन्ने मलाई लाग्छ। अब काम गर्ने क्रम हो र अब सरकारले यसमा के टेवा पुर्याउँछ र हाम्रा साथीहरू त्यहाँ प्रतिनिधित्व गर्नेहरूले पनि के गर्न सक्नुहुन्छ त्यो भोलि देखिने कुरा। अब यिनीहरू लोप भयो भने हाम्रो मानव शास्त्र हामीले पढ्ने भनेको समाजशास्त्रमा असर पुग्ने कुरा हो नि त होइन। विधि विज्ञानका कुरा छन्, समाज विज्ञानका कुराकानी छन्, संस्कार विज्ञानका कुराकानीहरू यो भित्र छन्। जस्तै अब यहाँ अहिले हेर्नुहोस् न, अहिले आर्थिक उपार्जनका कुरा तिनैमा छन्, सबै त्यहीँसँग जोडे। अब जस्तै हामी यो ध्यानका कुरा अहिले बजारमा हामी गर्छौँ, ठुलो हल लिएर बिहानभरि मानिसहरू योग ध्यानमातिर लाग्छन्। तर अब हामी के थियो, गाउँमा पनि हुँदा पाखा रेखामा हुँदा बिहानै उठ्ने, सर्लक्क नुहाउने, अनि त्यहाँबाट जप तप गर्ने, अनि बल्ल आफू गोठ मेलो तुनेलो के गर्ने हो, त्यो खालको परिस्थिति थियो। र त्यहाँबाट हटेर मान्छे सहरमा आएर बसिसकेपछि पनि अनि मानिसहरूले त्यो चाहिँ सम्झे, किनभने हाम्रा बाउ पुर्खाहरूले गरेका यी त संस्कार संस्कृतिका कुरा त राम्रा रहेछन् भनेको त्यो केमा योगमा रूपान्तरण गरेर सबैलाई एकै ठाउँमा राखेर अनि त्यहाँबाट योगा गर्नुपर्ने त्यो एउटा खालको आयो भनेपछि यो अलिकति केही परिमार्जित होला। अब त्यो हुन उही हो र त्यो हामीसँग त्यो संस्कार र त्यो संस्कृति एउटा अजीब खालको छ। जब हामी रहन्छौँ, हामी त अब यहाँ तपाईँको 60 देखि 100 वर्षभित्र त हामी यहाँ बस्नु छैन, अपवाद होला। 100 वर्षभन्दा माथि मान्छे बाँच्छ पनि, चाहे 104 वर्ष 5 वर्ष पनि बाँच्छ कोही मान्छे 60 वर्षभन्दा तल पनि जान्छ। तर एभरेजमा 60 देखि 100 वर्ष कोही मान्छेको आयु राख्ने हो भने अब तपाईँको त त्यहाँ त उसले लाने त केही पनि होइन। र यो संस्कार र संस्कृति नबिगारौँ, यसलाई चाहिँ संरक्षण गरौँ र भावी सन्ततिलाई हस्तान्तरण गरौँ। जस्ताको तस्तै हिजो के थियो हाम्रो त्यो भोलि हस्तान्तरण गरौँ भन्ने नै हो। अझै पनि जुन विषयवस्तुमा हामीले काम गर्न चाहिरहेका छौँ प्रचुर मात्रामा अझै पनि यी जीवित छन्, एकदम जीवित छन्। स्याङ्जामै अब स्याङ्जाले भाकाहरू वा आदिखोले भाकाहरू अझै पनि त्यहाँ जीवित छन् भने अलिकति माथि पर्वततिर गयो भने एक खालको छ, त्यसै गरी म्याग्दी र बागलुङतिर गयो भने फेरि एक खालको भाकाकै कुरा गर्ने हो भने लवजकै कुरा गर्ने हो भने एक खालको छ होइन। प्रिजर्भेसनको लागि, संरक्षण र प्रवर्धनको लागि अर्को एउटा आयाम थपिने भयो नि त्यता एकदम। किन भन्दा अब जिल्लागत हिसाबले हेर्दा पनि त्यो भाषागत रूपमा एउटा खालको फरक छ। अब तपाईँले अघि यहाँले भाषाका कुरा निकाल्नुभयो, अब जस्तै हामीले कुरा गरौँ न। अब पर्वततिरको मान्छे को बोलीचाली रहनसहनको त आइचका गइचका भन्ने हुन्छ। अब जस्तै मेरै कुरा, म स्याङ्जा आदि खोलाको मान्छे हो, मैले आइच गइच खाइच हाम्रो च हुन्छ। अब तपाईँ आदि खोलाबाट, म मुहानको आदि खोलाबाट तल झर्नुभयो भने आ थियो, गा थियो, भा थियो, यो खालको त्यहीँनिर ल हेर्नुहोस्, त्यही खोलो हो। सुरुमा बग्दा एउटा छ, तल गएर बगिसकेपछि हल्का छ। बोले आज कता जानु भएको थियो र हो, आज को आउनु भएको थियो र हो, भेटै भएन के अरे, यस्तो खालको। अनि हिजो आइज क्या, हिजो आएको थियो क्या, यस्तो खालको यो रहनसहन हो। र अब त्यसलाई बचाउन सक्यो भने हाम्रो यो हो भन्ने कुरा हुन्छ। अब त्यसलाई बचाउन सकेन भने त हामी सकियौँ भन्ने नै हो, संस्कृति सकिएपछि त हामी सकियौँ। अब धेरै वर्षदेखि यो खालको पहल भइरहेको थियो। अब विकेन्द्रीकृत यो संरचनामा शासकीय स्वरूपमा हामी आइसकेपछि अब कम्तीमा पनि यो स्वरूप रहँदासम्मका लागि त केही गर्ने हुटफुटी त छ नि होइन। यिनै कुराहरूमा सँग सम्बन्धित तपाईँ पनि हुनुभयो र अध्ययन पनि त्यसैमा पनि गर्नुभयो। अलि 95 जनामा त दौड चाहिँ बेसरी लगाउनु पऱ्यो क्या। अब यस्तो भयो, दौड त भन्नाले अब यो देशको विषम परिस्थिति पनि रह्यो त्यहाँ होइन। अब हामीले गोर्खापत्रमै सूचना निकाल्यो होइन, पहिला यस्तो खालको रहन्छ, अघिल्लो सिधै खालको नियुक्ति रहेछ। अहिले के गर्यो भने गण्डकी प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठनको लागि कलाकारहरूको अथवा साहित्यकारहरूको अथवा नृत्य गर्ने व्यक्तिहरूको यो के चाहिन्छ भने योग्यता पनि चाहियो र कृति पनि चाहियो।
दुवैको आधारमा हामी मूल्याङ्कन गर्छौँ भनेर एउटा खालको जुन मन्त्री परिषदले पास गरेर त्यही अनुसार चाहिँ विज्ञापन खुलायो र त्यहाँ तगत योग्यताका आधारमा खुलाइएको थियो। अब त्यो विज्ञापन खुलेपछि दरखास्त पर्ने नै भयो। अब दरखास्त परिसकेपछि अनि देशमा त्यसको फर्मेसन गठन होला भन्दा लत्रिँदै थियो। लत्रिँदै आज होला भोलि होला त्यो भएन। अनि फेरि जेनजी आन्दोलन सुरु भयो। जेनजी आन्दोलन सुरु भएपछि फेरि कागजपत्र जल्यो भन्ने कुरा भयो। अनि फेरि पछि कागजपत्र फेरि पुनः सम्बन्धित व्यक्तिहरू जो आवेदक थिए उनीहरूलाई फेरि कागजपत्र पुनः माग भयो र माग भएपछि पनि लामो समयसम्म रहेको अवस्था थियो। र पछि अब यो प्रदेश सरकारकै मातहतको भएको भएर त्यसलाई प्रदेश सरकारले नै निर्णय गर्ने एउटा खालको भयो। र त्यसमा अब रस्साकसी त अब हेर्नुहोस्, अब यो आवेदन खुलाइसकेपछि रस्साकसी त हुने नै भयो। आवेदक भित्रबाट रस्साकसी भयो होला होइन, अब बाहिरबाट लाँदा कसरी गयो होला त्यो त्यहीँ अब तपाईँ आफै सहजै बुझ्नुहुन्छ। र आवेदन परेपछि त्यही आवेदक भित्रबाट पक्कै रस्साकसी भयो होला भन्ने लाग्छ। अब केही त गर्न सकिन्छ कि केही त्यस्तो सोच छ, केही म ध्यान पुर्याउन सक्छु कि भन्ने? अब यो तपाईँ अलिकति खरो मिजाजको पनि मान्छे हो होइन? अब यस्तो छ आर्जुजी, कस्तो छ भने अब हामीले लगभग हामी शब्दमै खेलेका मान्छे हौँ। हामीसँग अरू केही पनि छैन, यही बोली छ। हामी यही बोली मात्रै लिएर हिँड्छौँ। हाम्रो शरीर लगभग हेर्दा भारी बोकिन्न, लगभग हिँड्दा यही छ। र हामीसँग कलम छ, हामीसँग सिर्जना छ र एउटा केही गर्न सकिन्छ। हामीले अहिले के छ भने अब त्यहाँ प्राज्ञ सभा त बस्दैछ। अब त्योभन्दा अगाडि केही सङ्घ संस्थाहरूका हामीले सुझाव अहिले टिपोट गरिरहेका छौँ र हामी विभिन्न चरणमा अन्तर्क्रिया छन्। आज पनि अन्तर्क्रिया नै छ एउटा। अब हामीले विभिन्न पक्षसँग छलफल गर्दैछौँ, साहित्यिक संस्थाहरूसँग, कलाकर्मीका संस्थाहरूसँग, वाद्यवादन, नाट्य सबैसँग हामी छलफल गर्छौँ र उहाँहरूका सुझावका आधारमा हामी अगाडि बढ्ने एउटा खालको सोच बनाएका छौँ। र यहाँलाई भन्दा हामीले अहिले तत्काल अहिले एउटा खालको सुरुवातो सभा बस्नुभन्दा अगाडि नै हाम्रो चाहिँ के छ भने अहिले खास गरी यो भाषिक शुद्धता र भाषा शुद्ध नभएर मान्छेले धेरै दुःख पाएका छन्। हेर्नुहोस्, हाम्रै पनि तपाईँ हाम्रै नाम लेख्दा पनि भाषा शुद्ध छैन, नाममै छैन। तपाईँ ब्याङ्कमा खाता खोल्नुहुन्छ, अब एउटा स्पेलिङ मिस्टेक हुने बित्तिकै तपाईँको खाता रोकिन्छ। हुन तपाईँ नै हो, सबै कुरा तपाईँको, तर रोकिन्छ। कारण के भयो भन्दा त्यहाँ बिग्रियो। अर्को कुरा, नागरिकता निकाल्नुहुन्छ, पासपोर्ट निकाल्नुहुन्छ, लाइनमा बसेर। हामी कहाँ त प्रणाली त्यही हो। हामी त्यति माथि चुस्त दुरुस्त र सहज छैनौँ जति भने पनि। भित्र बसेपछि हामीले बाहिर आएका सेवाग्राहीलाई हाम्रो हेर्ने दृष्टिकोणै फरक छ। हामी कुर्सीमा बसेपछि हामीले चाहिँ कसैलाई पनि ख्याल राखेका हुन्नौँ। सायद त्यो कुर्सीभन्दा बाहिरको मान्छे एकदम प्रतिष्ठित मान्छे हो अथवा सामान्य मान्छे हो, त्यसको त आफ्नो ठाउँमा त उसको भ्यालु होला नि त। तर जुन कुर्सीमा छौँ हामीले अरूलाई गन्दैनौँ, हाम्रो खालको त्यो प्रवृत्ति छ। अब तपाईँलाई उदाहरण दिउँ, पूर्णबहादुर भनेर नागरिकता निकाल्नु पर्ने थियो, पुरन बहादुर बनाइदियो। लाइनमा बस्नु दिनुभयो रे, पुरनबहादुर लिएर जानुभयो। तपाईँले हेर्दै हेर्नुहुन्न, नागरिकता पायो भयो, झ्यालबाट तानेर हातबाट तपाईँ चाहिँ गोजी हालेर हिँड्नुभयो। अनि तपाईँलाई त्यो नागरिकता कहिले चाहिन्छ? 3 वर्षपछि, 4 वर्षपछि, 5 वर्षपछि अथवा 1 महिनापछि तपाईँ हेर्नुभयो। त्यहाँ अब त्यो नागरिकता कहीँ पेस गर्नुभयो फोटोकपी गरेर, अनि तपाईँ कहाँ अड्कनुहुन्छ? तपाईँ त पूर्णबहादुर रहेछ सर्टिफिकेटमा अथवा कतै, तर यहाँ पुरनबहादुर छ तपाईँको। भयो कि त्यहाँ आनेर अल्झो सुरुवात हुन्थ्यो र मान्छेले फेरि ओडामा आउनुपर्ने अनि दुःख पाउनुपर्ने। यो मैले एउटा हजुरलाई उदाहरण मात्रै भने हो। यस्ता कुरा धेरै छन् हामी कहाँ, भाषिक त्रुटिहरू, र त्यसले नागरिकले अत्यन्तै दुःख पाएका छन्। नागरिकलाई यो के हो भने भाषाका मात्रै कुरा, गीत सङ्गीतका मात्रै कुरा होइन कि यहाँ त सबै कुरा मान्छेको व्यवहारसँग जोडिने कुरा हो। यसको शुद्धाशुद्धि कसले गर्ने भन्ने कुरा हामीले चाहिँ त्यसलाई अलिक ख्याल राख्नुपर्छ भन्ने छ। र अधिकांश होर्डिङ बोर्ड हेऱ्यो, होर्डिङ बोर्डमा त्यो अलिकति समस्या हुने छैन। अब नागरिकतामा शुद्धता छैन, अब त्यो जन्म मितिमा शुद्धता छैन। अब यी खालका समस्याले नागरिकहरू प्रताडित भएको अवस्था छ र हामीले खास गरी अब सिधै प्रशासनसँग
जोडिएर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई हाम्रै प्रतिष्ठानमा बोलाएर एउटा खालको कार्यक्रम गरेर भाषिक शुद्धताका लागि हामीले त्यो कार्यक्रम गर्छौँ भन्ने खालको एक खालको छलफल हामी यहाँ अहिले भएको छ। अब त्यसको फेरि सभाले पछि तय गर्ला र हामी यहाँबाट काम सुरु गर्ने भनेका छौँ। र अन्य कुराहरू जात जातिका रहनसहन, भाषा, संस्कृति अनि लोपोन्मुख जाति यिनका बारेमा हिजो के थियो, अहिले के थियो, गण्डकी प्रदेशभित्रका रहनसहन के थिए, उच्च हिमाली, हामी उच्च हिमाली क्षेत्रभित्र पनि छ यो प्रदेश, मनाङमा पुग्नुपर्ने छ हामीलाई, उपल्लो लोमान्थाङ जानु छ, कोइराला नाकाभन्दा तल्लो भेग छोसेरसम्म त्यो एरिया त्यो कब्जा गर्नु छ। अनि त्यसपछि हामीले अब दामोदर कुण्ड हामीसँग त्यस्तै खालका, कालीगण्डकी तटीय क्षेत्र, यहाँको शालग्राम लगायतका यी कुराहरू हामीसँग छन्। अब जीव वनस्पति तिनीहरू भए, तीसँग मान्छेको अनुन्यासित सम्बन्ध कसरी थियो हिजो र आज हामीले कसरी त्यसलाई संरक्षण गर्न सक्छौँ र भोलिका लागि त्यो जैविक विविधता र साहित्य, भाषा साहित्य र सङ्गीतको आपसी अनुन्यासित सम्बन्ध के छ, नङ र मासुको जस्तो सम्बन्ध के छ, यसका बारेमा केलाउने काम यसले मसिनो गरी गर्छ। र यसले पक्कै पनि हामीले यहाँलाई म विश्वास दिलाउँ, हामी यो 4 वर्षको कार्यकाल अहिले लिएर आएका छौँ। हामी चाहिँ भोलि हामी यसपछि हामी जाँदा र अर्को नयाँ समूह आउँदा हामीले पक्कै पनि एउटा खालको दस्तावेजीकरण गर्छौँ र त्यहाँ एउटा लाइब्रेरीका रूपमा रहनेछ। र कुनै विषयमा कुनै विद्यार्थीले शोध गर्न चाह्यो भने त्यसका लागि एउटा रिसर्च सेन्टरको रूपमा पनि त्यो विकास गर्ने खालको हाम्रो ध्येय छ। अब हेरौँ कति काम गर्न सकिन्छ। प्रतिष्ठानले यो भाषा, कला, साहित्य, सङ्गीततर्फ जोडिएका कुराहरूमा कहीँ कतैबाट त्यो विचलन ल्याउने खालको ती क्रियाकलापहरू भएमा त्यसको सोधीखोजी गर्ने कि नगर्ने? अब यस्तो छ, भाषा अहिले हामीले हाम्रो जस्तो यो गीत सङ्गीतमा जस्तो पायो त्यस्तै गाइदिने, त्यो अर्थ नवर्थको भन्छन् नि त्यस्तो खालको पनि भइदिने होइन। भर्खरै अब केही विवाद आयो भने त्यसपछि फेरि माफी माग्ने खालको भन्दा पनि माफी माग्नुपर्ने अवस्था नआउने दिनका लागि तपाईँले भने जस्तै भाषा, लवज, हाम्रो यो शुद्धताको कुरा त्यहाँनिर पनि जोडिन्छ। अब यस्तो भयो कि कस्तो भयो भने विकृति कहाँनिर आयो भन्नु होला भने अब जस्तै यो जस्तै कुरा गर्ने भ्युअर्स बढाउने प्रियङ्का र दुर्गेशले माफी माग्नु भयो नि होइन। अब जस्तै उहाँहरूको त लगभग हिजैदेखिका गीतहरू विवादित भइ आएको अवस्था हो र माफी मागेको अवस्था हो। जस्तो के हो भने अब यहाँ कतिपय नियतवश त्यस्तो गरिन्छ कि हेर्नुहोस्। अब किन भन्दा कसैले नि हेर्दैन, कसैले नि सुन्दैन, अनि त्यहाँबाट अप्रिय शब्द राखिदियो, अनि अप्रिय शब्दमा कसैलाई त्यसले चोट पुर्याउँछ, अनि आत्मग्लानि हुन्छ, अनि सम्मानमा ठेस लाग्छ, अनि उसले टिप्पणी गर्यो, अनि उठाइदियो त्यो कुरा, अनि अर्काले के रहेछ भनेर हेर्छ। हेर्दा त्यो भ्युवर्स बटुल्ने खालको तिर हाम्रो शब्द प्रयोग अहिले त्यस्तो भइरहेको अवस्था छ। त्यो भ्युवर्स बटुल्ने, अब नहेर्नेले चाँचाँडो धेरै हेरिसके के रहेछ र भनेर झन् जिज्ञासा हुने, झन् त्यही हेर्ने झन् त्यो हाम्रा गोठातिरबाट नजाऊ है भैँसी चम्कन्छ भन्यो भने त्यो गोठातिर भैँसी कोट्टाइ हेर्छ कि मान्छेले। अब गोठाबाट सरासर जाने हो भने बान्नाबाट मान्छे तरिहाल्छ नि त। भैँसीका कुरै नहेर्नुहोस् न, घरतिरबाट जाँदा भैँसी चम्कन्छ गोठातिर नहेर्नुहोस्, हाम्रो छ नि रहन्छ। अब त्यो भैँसी चम्कन्छ गोठातिर नहेर्नुहोस् भन्दा मान्छेहरू फर्काइ हेर्छ भैँसी कस्तो रहेछ, त्यसका कान कस्ता रहेछन्, सिङ कस्ता रहेछन्, त्यसको पुच्छर कस्तो रहेछ, त्यसको ढाड कस्तो रहेछ, त्यो सबै हेर्छ, त्यसको कचौँडो कस्तो रहेछ भनेर हेर्छ। यद्यपि उसलाई त्यो भन्दै भन्नु भएन भने त सरासर बान्न जान्छ। ऊ के काम लिएर आएको त्यो सिधै गइहाल्छ त, तराएर बाहिर निक्लिन्छ। यो खालको हो हाम्रा अहिले गीत सङ्गीतमा भएको विकृति, त्यही हो हेर्नुहोस्। किन भन्दा अब अप्रिय शब्दहरू राखिदिने, भ्युवर्स भटुल्ने, अनि हाम्रो संस्कार संस्कृति कता गयो त्यो थाहा छैन। अनि हो के त भन्दा त्यसले कसलाई गर्छ, उसलाई त कलाकार अथवा सिर्जना गर्नेलाई त त्यो एउटा खालको लाभ होला, तर हाम्रो संस्कार र संस्कृति कता गयो यसका बारेमा अलिकति ध्यान दिनुपर्छ भन्ने लाग्छ। र हामी कहाँ कतिपय के छ भने अनुशासन, हामी सिर्जना गर्नेहरूको अनुशासन चाहिन्छ क्या। अब अहिले यहाँ हुन त यो सुरुवात हो, अब राष्ट्रले के गर्छ, माथि के छ, अन्य प्रदेशमा के छ, त्यो आफ्नो ठाउँका कुरा भयो र प्रदेशले गरेको निर्णय हो। र त्यसमा बाँध्नको लागि सिर्जना गर्ने मानिसहरू हिजो थिएनन्। अब अहिले सिर्जना गर्ने मान्छेहरू शब्द जानेको, शब्दमा खेल्न सक्ने, र अलिकति यो शब्दले समाजमा के असर पार्छ
ती कुराहरूको पनि ख्याल गर्न सक्ने र अलिकति योग्यताको कुरा पनि त्यो भएको हो कि जस्तो लाग्छ है मलाई। सिर्जनाले मात्रै हुँदैन, शब्द प्रयोगमा छाडापन आयो, त्यो शब्द प्रयोगमा पनि संवेदनशीलता अपनाउन पर्ला भन्ने हिसाबले त्यो बनाएको होला जस्तो मलाई लाग्छ। त्यसमा पक्कै पनि करेक्सन हुन्छ, किन भन्दा अब त्यसलाई शुद्ध्याउने नै काम हुन्छ। अब प्रतिष्ठानको त्यो गठन आदेशै त्यही छ होइन, जेमा छ उद्देश्यभन्दा विचलित हुँदैन। त्यसमा चाहिँ अब त्यस्तो विकृति आउने कुराहरू चाहिँ रोक्नुपर्छ, नियन्त्रण गर्नुपर्छ र संस्कार संस्कृति जोगाउनुपर्छ भन्ने नै ध्येय छ। त्यसले फेरि त्यो सृजना सँगसँगै अब गायन अब यो नाट्यतिर गयो भने त्यो भेगी हिसाबको वेशभूषा पनि त त्यसले माग्छ होला है? एकदम। अब यो भेगीय हिसाबको वेशभूषा माग्ने नै भयो। जस्तै यहाँलाई भनौँ, अब हामीले लोमानथाङको नृत्य यहाँ देखाउँदा, जोमसुमको नृत्य देखाउँदा र हामी स्याङ्जाली नाच यहाँ देखाउँदाखेरि त फरक छ। स्याङ्जालभित्रको पनि समुदायबीच फरक छ। मुस्ताङको पनि समुदायबीच फरक छ। त्यहीँ पनि पोसाक एउटा ठाउँमा भयो तर समुदाय अनुसार फरक छ नि त। त्यहाँ गाम बस्ती कस्तो छ त्यही अनुसार। अब स्याङ्जाकै कुरा गर्नुहोस्, स्याङ्जाकै कुरा गर्दाखेरि विभिन्न जात जाति, मगर समुदायको छुट्टै छ त्यहाँ। ब्राह्मण समुदायहरूको हाम्रो खालको संस्कार संस्कृति, भजन चुड्का ख्याली रोइला फरक छ। अब त्यस्तै बोटे समुदायमा जानुभयो त्यही खालको छ, गुरुङ समुदायमा जानुभयो त्यही खालको छ, र अन्य नेवार समुदायको फेरि छुट्टै कल्चर छ आफ्नै। भनेपछि यिनलाई संरक्षण गर्नका लागि त्यसको इतिहास के थियो, अनि त्यसको इतिहासको प्रारब्ध र त्यो बगेर कहाँ आयो र त्यो भोलि थिग्रिने ठाउँ कहाँ हो, त्यसलाई चाहिँ हामी ल्याएर त्यो चाहिँ एउटा लाइब्रेरीमा त्यसको एउटा रिसर्चको पाटो त्यहाँ राखियो भने भोलि कहीँ कतै त्यो हलचल हुन थाल्यो भने त्यसले पक्कै पनि काम गर्ला। हेर्न त्यहाँ सकिने भयो, यो रहेछ नि त भन्ने होला। अहिले हामी कहाँ के छ भने कतिपय कुराहरू लोप भइसक्यो। हेर्नुहोस्, हामीले जैविक विविधतामा ख्याल राखेका छैनौँ। हाम्रो सबै सिर्जना जैविक विविधतासँग सम्बन्धित छ, अनुन्याखित सम्बन्ध छ। हामी पाखा पहरा भिर पाखा यो सबै हाम्रो हिँडाइ बढाइ सबै खेल्दै तपाईँ हामी सिर्जना गर्ने मान्छे हौँ। तपाईँ हाम्रो सिर्जना कोठामा बसेर अथवा टेबलमा बसेर त हुँदैन त हाम्रो सिर्जना। तपाईँ कहीँ नुहाउँदै हुनुहुन्छ खेल्छ, भावना खेल्छ, तपाईँलाई टिपोट गर्नुहोस् त्यहीँ आउँछ। तपाईँ बाथरुममा हुनुहुन्छ त्यहीँ पनि तपाईँको चाहिँ सोचाइ आउँछ, त्यसले पनि सिर्जनाको एउटा खालको आकार लिन्छ। तपाईँ हिँड्दै हुनुहुन्छ टेर लाग्छ, एउटा खालको सिर्जनाको तपाईँलाई हुन्छ। तपाईँ कहीँ घुम्दै हुनुहुन्छ कसैलाई देख्नुभयो त्यो त्यसबाट आउँछ। तपाईँ खोलाको नदीको तिरमा छालमा जानुभयो त्यहाँबाट एउटा सिर्जना फुर्छ। अब तपाईँ अरू नभएर कहीँ हुरी बतास लाग्दाखेरिको त्यो एउटा खालको सिर्जना हुन्छ। भनेपछि सिर्जनाको कहीँ पनि सीमा छैन। त्यो सिर्जना हुने कुराहरू तिनलाई संरक्षण गर्न सकियो भने अनि हाम्रो सिर्जना पनि जीवित रहन्छ। हाम्रो जैविक विविधता, हाम्रो भौगोलिक आञ्चलिकता, हाम्रो भाषागत आञ्चलिकता यी सबै संरक्षण हुन्छ र हामीले चाहिँ कला गला साहित्य गीत नृत्य, हाम्रो वेशभूषा रहन सहन, हाम्रो संस्कार संस्कृति यो सबै चाहिँ संरक्षण गर्न सक्छौँ भन्ने हो। अर्को कुरा यहाँलाई भनौँ, हामी कहाँ अहिले हामीले पढ्दाखेरिका बेलामा 4 कक्षाबाट 5-6 कक्षासम्म हामीले संस्कृत थोरै धेरै पढ्थ्यौँ। संस्कृत पढ्ने भनेको हामी ब्राह्मण समुदायका विद्यार्थीले मात्रै पढ्दैनथ्यौँ। त्यो जन्मजातमा त मान्छेलाई केही पनि छैन, तलमाथि छैन। तर त्यहाँ सबै समुदायका विद्यार्थीहरूले पढ्थे। इभन ब्राह्मण समुदायको व्यक्तिले संस्कृत पढ्यो, चेत भयो भने उसले राम्रोसँग फड्कार्न सक्यो भने ऊ पूजापाठमा जान्थ्यो होला, भागवत भन्थ्यो होला। अर्को समुदायकोले संस्कृत पढ्दाखेरि उसको पेसागत रूपमा ऊ त्यो संस्कृत विद्यातिर अथवा त्यतातिर त्यो कर्मतिर नलागे पनि उसले त अर्को काम, तर उसलाई त चेत त हुन्थ्यो नि, ज्ञान त हुन्थ्यो नि। अहिले हामी यहाँ त्यो हरायो। नैतिक शिक्षा छैन, पूर्व व्यावसायिक शिक्षा छैन, कृषि छैन, तल माध्यमिक तहमा अब भूगोल छैन, सबभन्दा हामीले फालेको इतिहास छैन। ल हेर्नुहोस् त, हामीले पढेका इतिहास अहिलेका बच्चाले पढ्न पाएका छन्? आपत त्यस्तो छ। अब त्यसले चाहिँ सबै के भयो भने दोस्त भयो, हामी केमा रटिएका छौँ? अङ्ग्रेजी भाषी हामीलाई काफी सबै पुग्यो। हाम्रा हुँदा हुँदा के आयो भने अहिले कृषिको कार्यक्रम हुन्छ, कृषिको कार्यक्रममा गोष्ठी पत्रिका हुन्छ, अङ्ग्रेजीको हुन्छ। किसान ल्याएर बाबा हिलो मैलो कोटा जम्मै चाहिँ धुलो लागेको किसान माटाबाट उठाएर लिएर आउनु भएको छ, अनि त्यहाँदेखि तपाईँ अङ्ग्रेजी यहाँ पढाएर यो हुन्छ ऊ हुन्छ भने तपाईँ चाहिँ विज्ञ बनेर अनि त्यहाँबाट त्यहाँ त्यो प्रस्तुतिले के अर्थ राख्छ तिमीलाई? यो 50 को दशक अगाडिसम्म पाक शिक्षा त्यति बेलाको विद्यार्थीहरूले आफै वनभोज जाने, आफै पकाउने, खिर पकाउने, पूर्व व्यावसायिक भन्ने शिक्षा थियो। व्यवसाय हुनभन्दा अगाडिको शिक्षा कृषि थियो।
त्यति बेला कसले सबै धान रोप्ने गहुँ रोप्ने काट्ने मकै ढल्याउने यी सबै कुरा जान्दथे उनीहरू। अब अहिले भन्नु न, अघि मैले संस्कृतिकै कुरा जोडेको थिएँ, विषय त्यसैमा म जोड्छु र त्यसलाई पुष्टि गर्छु। अब किन भन्दा संस्कृत अब अहिले हिजो सबै जात जाति सबैलाई चाहिँ यो सामान्य ज्ञान चाहिँ त्यो संस्कृतको थियो, सबैले जान्थे। अब अहिले के भयो, अब संस्कृत पढ्ने अधिकांश ब्राह्मण समुदायका बच्चा बच्चीले नै संस्कृत पढ्छन् भन्ने खालको एउटा भाष्य सिर्जना भयो। अब त्यो पनि कहाँ गएर पढ्छन् भन्दा गुरुकुलमा गएर मात्रै पढ्छन्, अन्य त छैन, देख्नै पाइँदैन। ल ब्राह्मण समुदाय अथवा अरू क्षेत्रीय समुदायकाले संस्कृत पढ्छन् भने अब तिनीहरू चाहिँ गुरुकुलमा गए मात्रै पढ्छन् नि त, अन्त त पढ्न पाउँदैन। तर यी खालका यी व्यवहारिक शिक्षाहरू जो छन्, ती नैतिक शिक्षा, संस्कृत शिक्षा, पूर्व व्यावसायिक शिक्षा, इतिहास भयो, यी सबै कुरा केमा भने सबैले पढ्ने खालको शिक्षा हुनुपर्छ कि। हामीले यहाँ समान शिक्षा भने समान शिक्षा भनेको हाम्रो के छ भने उही प्राय निजी स्कुलको शिक्षा र अनि सरकारी शिक्षा, सामुदायिक शिक्षा भनेर हामीले भन्न थाल्छौँ। हाम्रो खालको त्यो क्याटेगोरी छ, तर त्यो होइन। किन भन्दा सबैले जानकार त हुनु पऱ्यो नि त। यो देशमा जन्मेपछि यहाँ त हामी जन्मनमा त कसैको दोष छैन नि त। हामी जन्मन कहाँ जन्म्यौँ, तपाईँ कहाँ जन्मनु भयो, म कहाँ जन्मेँ, हामी कस्ता घरानमा जन्म्यौँ, हामी कुन जातमा जन्म्यौँ, कुन भाषा कुन थरमा जन्म्यौँ, त्यो त सरोकार छैन। जन्मनीको के दोष हुन्छ र? तर पछि हामी जब हुर्कँदै बढ्दै गयौँ अनि हामीले बनाउँदाखेरि दोषी बनाएका छौँ कि सबै हो, त्यस्ता दोष बनाउन हुन्न भन्ने लाग्छ मलाई। र शिक्षामै सबैलाई समभावको शिक्षा हुनुपर्छ र थोरै धेरै ज्ञान हुनुपर्छ क्या, जे कुरा पनि। त्यो थोरै धेरै ज्ञान भयो भने त्यसले व्यवहारमा त्यसले उतार्न सजिलो हुन्छ भन्ने हो। अब एक खालको स्कुलिङको त्यो प्रचलन पनि बसाल्ने हो कि प्रतिष्ठानले, होइन एकाडेमिक हिसाबले? अब हामी त्यो सोच्दैछौँ। अब अहिले त सुरुवात मात्रै भयो। यहाँले मलाई स्वागत तथा एउटा खालको बधाई खालकै वार्ता गर्नुभयो। यसपछिका चरणमा पनि हामी कुराकानी गर्न सक्छौँ। अब लामो छ समय, होइन? किनकि हामीसँग अझै पनि गाउँघरतिर जाने भने हाम्रो यो परिवेश कथ्यमा अझ धेरै बाँकी छ, धेरै छ। हामीसँग कथा धेरै छन्, तिनलाई त्यो विभिन्न स्वरूपमा ढाल्न अझै बाँकी छ। होइन, हामी कहाँ तपाईँ हाम्रै कुरा गरौँ न। आदि खोलाकै कथा भन्ने हो भने, श्रवण कुमार र आमा बुवाको कथा भन्ने हो भने अलि मुनतिर जाँदाखेरि एक खालको आउँदो रहेछ, बिचमा एक खालको छ, अलि माथितिरबाट त्यो हुँदाखेरि अलिक फरक खालको। जस्तो कि अब यहीँनिर भनौँ न, तपाईँ हामी त एउटा एफएम रेडियोमा छौँ नि अहिले त हामी। तर हिजो हामीले रेडियो प्रयोग गर्दा के हो त भने एउटा रेडियो नेपाल हो। त्यो रेडियो नेपाल पनि कहिलेबाट हो त नि भनेको, हामीसँग त्यो पहुँच थिएन। थोरै मात्रै टुक्रा रेडियो नेपाल सुन्न पाउँदाखेरि, बिबिसी थोरै सुन्न पाउँदाखेरि, कता सुन्नु नसुन्नु गर्दाखेरि हामीलाई त्यो खालको एउटा उ थियो। सञ्चारको पहुँचबाट हामी टाढा थियौँ। अहिले हामीसँग त सञ्चारको पर्याप्त सुविधा छ, तर यो झ्यापझुपै आयो, एकैचोटि आएको छ। तर खोजी नै छैन, धेरै छैन कि। कति छ र 30 को दशकदेखि यता लगभग भएको त्यति बेलै जन्मेकाहरू लगभग यसैमा छन् धेरैजसो। जति त्यहाँभन्दा अगाडि बिरलै र देशको अवस्था पनि अलिक कठिन थियो। अब देशको राजनीति फरक थियो, देशको त्यति बेलाको प्रशासनिक संयन्त्र फरक थियो र अहिले हामी अलिकति बोल्ने लेख्ने खुल्ने बेला छ। अब यो कहिलेकाहीँ यस्ता खालका कुराहरूले पनि असर पार्दो रहेछ कि भाषा भाषी हाम्रो रहनसहनलाई संरक्षण गर्ने कुराहरूमा र बाहिर ल्याउने कुराहरूमा यो छ। हामीले त कतै पनि खोजेका छैन, हामी त जान्दै नजानिकन त्यो देख्दै नदेखिकन हामी सकिन्छौँ कि भन्ने एउटा पिर छ। अब त्यसको लागि अलिकति संरक्षण गर्ने यो त सुरुवात जस्तो लाग्छ मलाई त, किन भन्दा यो सुरुवात हो, बल्ल हामीले केही पनि गरेका छैनौँ। जम्मै सकियो, यहाँ केही सब भ्याइयो भने जस्तो बाहिर देखिन्छ, तर होइन, केही पनि छैन, यहाँ केही पनि भएको छैन। अब हिजोका शास्त्रीय खालको हेर्नुहोस् त, वेद लेख्ने मान्छेले कसरी लेख्नु भयो होला? वेद व्यासले वेद तयार भयो, रामायण महाभारतहरू तयार भएका छन्। त्यति बेला अहिलेका जस्तो पहुँच थिएन। अब हामी त अहिले त के गरेका छौँ भने जे भयो नि एआई भन्ने छौँ। एआईले सर्वे गर्दाखेरि के गर्छ? एआईले भएको तथ्याङ्कलाई जेनरलाइज गरेर एउटा सामान्य खालको भाषा दिने नै हो। तथ्याङ्कमा त त्यसको त हुँदैन, उसको आफ्नो विवेक हुन्न, उसको विवेक हुँदैन। उसले आफै भन्छ माफ गर्नु होला, म भनेको एआई हो, सामान्य हो, मसिनरी हो भन्छ उसले। अब हामी त्यसमा भर परेका छौँ। त्यो कस्तालाई भर पर्छ भने हामी नजानेका मान्छेलाई त्यो भर पर्दाखेरि सामान्य कुरा आउँदो रहेछ भनेर रमाइलो गर्न त होला, तर तथ्यगत रूपमा त्यसलाई आँकडा दिनको लागि एआईले काम गर्दैन भन्ने मलाई लाग्छ, मेरो बुझाइ कि। हामी त एआईको त 1 वर्ष यता हो नि हामी परिचर्चा गरेको। अहिले त्योभन्दा पहिला त एआई नै के हो हामीलाई पनि थाहा थिएन। भनेपछि
यस्ता कुराहरूलाई अब प्रविधिले ल्याएका कुराहरूलाई पनि समावेश गर्दै जाने र संस्कार र संस्कृति लोप हुने खतराबाट पनि हामी मुक्त हुने र हाम्रो जे छ मौलिकता त्यसलाई बचाउने काममा हामी लाग्नुपर्छ भन्ने हो। अब त्यही अनुसार चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। अब एउटा सूचीकरणको कुरा पनि महत्त्वपूर्ण होला, अर्को दस्तावेजीकरणको पनि महत्त्वपूर्ण होला। यहाँले जोड्नुभयो, यहीसम्म हामी नपुगे तापनि कम्तीमा पनि यो भिडियोग्राफी वा अडियोग्राफीसम्मको त्यो त्यसलाई व्यवस्थापन गर्नको लागि हामी जोडिन सक्छौँ। अर्को अघि जोडे जस्तै बालबालिकालाई बाल साहित्यलाई पनि त्यहाँ जोड्न सकिने भयो, जोड्नै पर्छ। अब यहाँ कस्तो छ भने कतिपय भनौँ न, कतिपय कस्तो हुन्छ भने भएको मौलिकता, भएको रहनसहन, भाषा, संस्कार, संस्कृतिहरू लेखोट नभएका तर व्यक्ति मसँग त्यो असाध्यै छ तर म सकिएपछि सकिने खालका पनि छन् कि यहाँ। ती पनि खोजिने ती छैन, त्यसको लागि खोज्नुपर्छ भन्ने लाग्छ मलाई। किन भन्दा त्यस्ता कुराहरू एकजना व्यक्ति तलमाथि पर्दैमा त्यो सबै रहनसहन जाने खालको एउटा खालको त्यो संस्कार संस्कृति उसले जति भएको कुरा थियो उसित मौलिक रूपमा त्यो चाहिँ हराउने खालको प्रवृत्ति रहन्छ। र कतिपय पुराना हाम्रा गीतहरू सङ्गीतहरू त्यो लोप भएको अवस्था छ। अहिले पछिल्लो समयमा फेरि त्यसलाई मोडिफाई गरेर टन्याङ्ग्रा टुणुङ बनाएको अवस्था पनि छ। त्यो समयको माग अहिलेका केटाकेटीलाई त्यो खालको चाहिन्छ भन्ने कुरा एउटा रह्यो। तर हिजो के थियो त नि भन्दा तिनै अहिलेका बालबालिकाहरूले भोलि हिजो यस्तो रहेछ नि भनेर देख्ने। अब तपाईँ क्यामेराकै कुरा गरौँ न, हामी एउटा रजिस्ट्रेसन फारम भर्ने बेलाको क्यामेरा तपाईँको एउटा फोटो खिच्न हिँड्दाखेरि हामी टाढा गएर फोटो खिच्यौँ, 2-3जना साथी गयो, एउटा साथी आँखा चिम्लेको आउँछ, त्यति बेलै आँखा चिम्ले भनेर उसले हेरेर भनिदिँदैन। फोटो धुलाइ गऱ्यो, फोटो धुलाइ गरिसकेपछि एकजना साथी आँखा चिम्लेको, 2जनाको चाहिँ सधैँ फोटो आउँथ्यो। अनि फेरि त्यो धाइ लाएर 5-7 दिनपछि फेरि गएर फोटो आँखा हेरेको फोटो आएर अनि त्यहाँबाट रजिस्ट्रेसन फारममा राखेको खालको त्यो बेला। अनि त्यस पछाडि बिस्तारै अलि खालको क्यामेरा, धुलाइ गर्ने क्यामेरा मान्छेले कताकति लिन थालेको बेला र त्यस पछाडि डिजिटल सोनी क्यामेराहरू खालको एउटा खालको आएको बेला र त्यस पछाडि हामीसँग हाते फोन हेर्नु कस्तो छ। हिजो पेजर चल्ने बेला थियो नि त, पेजर चल्दा मोबाइल फोन एउटा दुइटासित हुँदा ओहोरै बाबा भने जस्तो हुन्छ। अब अहिले त्यो समयले ल्यायो, हामी सहज छौँ। अहिले तपाईँको र मेरो फोटो खिच्न, तपाईँले खिच्न मैले तपाईँको खिच्न पर्दैन, मैले भनौँ तपाईँले मेरो खिच्न नि पर्दैन। खिचाउँ भने मिलाएर खिचेको होइन भने आफै सेल्फी हान्न नि त सक्ने भए पनि त फोटो चाहियो कहीँ कतै भने एकैछिन त्यति ठुलो कुरा रहेन र सबै हामी अनलाइनमा गर्न सक्ने अवस्था पनि आयो। त्यो प्रविधिले ल्याएको हो, त्यसलाई हामीले चाहिँ अवलम्बन गर्नुपर्छ र संस्कार संस्कृति जगेर्नासँगै यिनलाई पनि अवलम्बन गर्ने। तर यीबाट पनि हामी विमुख हुने होइन र हाम्रो हिजोको पूर्वीय दर्शनबाट जति छ संस्कार त्यसबाट पनि हामी चाहिँ विमुख हुनु हुँदैन। आफ्नो धरातललाई पनि नबिर्सिकन अवलम्बन गर्नु पर्यो, नयाँ भन्ने कुरा नै रहन्छ। हस्, आगामी दिनहरूमा पनि तपाईँहरूको कार्ययोजनाका बारेमा हामी कुराकानीमा जोडौँला। तत्कालै अब यो नियुक्त भइसकेपछि बधाई दिँदै अब एक खालको यो साइनो गाँच्ने प्रपञ्च आजको यो श्रृङ्खलामा गरेँ। कार्यक्रमको लागि समय दिनुभयो। अब तपाईँ रात दिन हिँड्दा गाउने पनि लेख्ने पनि भएको न, यसो 2टा लाइन केही मुक्तकबाट बिट मारौँ। हुन्छ। अँधेरीमा तिमीलाई मैले जुन सम्झिन्छु, अँधेरीमा तिमीलाई मैले जुन सम्झिन्छु, मुटुको धड्कन मात्र कहाँ प्रिय खुन सम्झिन्छु। अँधेरीमा तिमीलाई मैले जुन सम्झिन्छु, मुटुको धड्कन मात्र कहाँ प्रिय खुन सम्झिन्छु। बारम्बार पकेट मारी गोजी खाली गराउँदा तिमीलाई मैले मकैको घुन सम्झिन्छु। धेरै धेरै धन्यवाद छ, यहाँलाई समय दिनुभयो। आगामी दिनमा पनि हामी यस्तो छलफलमा रहनेछौँ। हुन्छ, धेरै धेरै धन्यवाद छ यहाँलाई पनि। यो रेडियो अन्नपूर्ण 93.4बाट जुन मलाई एउटा खालको यो शुभकामना बधाई जस्तो कार्यक्रम राखेर यहाँले जुन एउटा साक्षात्कार गर्ने मौका दिनुभयो र आगामी दिनमा पनि हाम्रो भेट हुनेछ र अहिले सुरुवात हो, भोलि हामीका प्रगतिका बारेमा पनि फेरि भेट हुनेछ। धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो कमल पौडेल अध्यक्षज्यू। सञ्चार क्षेत्रबाट पनि प्रतिनिधित्व भएको हामीले महसुस गरेका छौँ भने भाषा साहित्यको तर्फबाट पनि उहाँ प्रतिष्ठानमा जानुभएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य कमल पौडेल अध्यक्षज्यू हामीसँग हुनुहुन्थ्यो। अर्मिला पनि धन्यवाद। तपाईँका बाँकी पल सुखद रहन्। म अर्जी छुट्टिन्छु। नमस्कार।
93.4